छिटो 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 चढ बस्नै हो भाइ के प्रब्लम छ र अब बस भए सबैजना किन किन उभिरहेको उठिरहेको दामी दामी शान्ताराम यो गाइज दाइ यो काभ्रे नमोबुद्ध पुग्न कति टाइम लाग्छ 2 घण्टा लाग्छ हो आशा लाग्छ लाग्छ दाइ 15 मिनेटको बाटोलाई 2 घण्टा लाग्छ र भने हिरो मान्छे लाइहाल्छ नि नाच्दै हिँडेपछि त होइन र नाच्दै हिँडेपछि त लाइहाल्छ नि भाइरल हुनु पर्यो नि त अनि ए गुरुजी ए छिटो आउनु न यतिको रमाइलो भएको स्टेक मजा आइहाल्छ कि साथीहरू होइन र यतिको रमाइलो चाहिँ हुनुपर्छ कि बसमा बाजे पनि आत्तिके कहाँ गयो ड्राइभर खाना सिक्क लागिसक्यो कता गए गरिसक्यो बुढीले ल ड्राइभरमा खला सिधा टिकटक लाइभ चाहिँ इन गरौँ त पासा यतिको रमाइलो हुनुपर्छ कि के गल्ती गरे सर यार मैले यार तपाईँ पनि यसै यार बाटोमा मान्छे हानेर आउँछ अझै के गल्ती गरे तेरिका रोडमा हिँड्नु भएन नि त सर बाटो त छेउछेउमा हुन्छ नि अनि अझै बढी बोल्दो रहेछ भित्र आउनु तँलाई भित्र नहालौँ सर भित्र नहालौँ। कुरा नगरौँ खास बरु बाहिर हालौँ। भनेको के सर पहिला म मन्त्रीको गाडी चलाइरहेको थिएँ यस्तो त नर्मल लाग्छ त यार मोडर्न केटो है यो टाइम लाग्छ दा 2 किलोमिटर बाइक छ भाइ मलाई 1 किलोमिटर ओरडै झार्दैन ल दा दाइ छिटो झारिदियो बस सक्दैन छोरा हैन घरमै पुग्छ त हौ दा प्लिज अन्डरस्ट्यान्ड प्लिज अन्डरस्ट्यान्ड ल भाइ ल बल्ल आनन्द आयो यार ब्याड म्युजिक टेस्ट ब्रो Ten phone calls, like dripping and gold, be 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 यस दामी शान्ताराम gold bar standards. That's the best thing. Hold your औ काई आन्टी ठोक्दै है ए ढोक्दै है काइलन्टी ढोक्दै है काका ढोक्दै है टाढेदेखि ढोक्दै काका माई भिलेज स्लोली स्वाइकै बेग्लै छ नि अन्त होइन ओ फुटबल या Yeah. माई भिलेज इज लभ ढोक्दै दिदी है माई Yes, yes. ब्युटिफुल प्लेस ड्याड ड्याड ढोक्दै है टाढेबाट ड्याड कत्रै छ त ढोक्दा आम त बसमा आएको छ र ना ड्याड यहाँ पार्किङ छैन नि ड्याड होइन के कुरो गरे कस्तो पार्किङ त्यहीबाट ड्याड यार म ल्यान्ड क्रुजरमा आएको थिएँ कि पार्किङ सार्किङ नभएर मैले फर्काइदिइहालेँ नि Don't say नत्र that भने- word, Dad. Don't say that word, Dad. धन्न एयरपोर्ट रहेनछ नत्र भने त जेटमै आउने नि बट्टा त होइन र Just have a dinner together. Village life. भाइ अच्छा भिलेज लाइफ सिंगल सर्ट गर्दिन न ल अमेरिकन सिम्बल गाउँ आउनु मन लाग्दैन के हो यार सही गुड फिटिङ एक्ससँग भेट भयो ल अब सिट त झकमकै छ कहाँनिर भन्दा तपाईँको 5 6 7 8मा ब्रो 8मा बस चमेली त यहाँ म यहाँ बस्दिनँ म यो सिट बस्दिनँ बस्नै मिल्दैन नि बस्नै चाहिँ म यो सिट बस्दिनँ होइन बस्दैन अब छोइएला है छोइएला ल ल ल के हो अब अलिअलि अब माया बढ्दैछ कि के हो बस्न पनि त्यस्तै गीत चलिरहेको छ नि फेरि फिलिङ आइरहेको छ कि क्या हो है यस 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 केटा
गुरुजी गीत त अलिक राम्रो बजाउनु न यार कट्टा खाइयो भने के हुन्छ मास्टर प्लान भइरहेछ है अब अबको 30 मिनेटमा हामी आइपुग्छौँ तिमी त्यहाँ ब्याग स्याग रेडी गरेर रेडी पारेर है त्यहाँ डराएर लुसुक्कै निस्किने हैन त्यहाँ पक्राइ गरेर भन्दियो तपाईले मेरो जिन्दगी बर्बाद गर्नुभयो तपाईले खोजेको केटासँग तपाई आफै बिहे गर्नु अनि 30 मिनेटमा मेरो मान्छेहरु आउँदै छन् उसका दुई जना साथीहरु साथ दिदै छन् ल ल ल मात्र 30 मिनेट ल यतिको केटी चाहिँ हुनु पर्छ है मेरा गाडीमा त 1 घण्टा हुन लाग्यो हुन उ लगाते उसका दुई जना साथी अझ आइपुगेनन् बेबी खोइ त कता आइपुग्यो बेबी हेर न अचानक गाडी के भो भन्छ रे ड्राइभर दाइले भन्नुभयो 5 मिनेटमा भन्छ रे 20 मिनेटमा त हामी पुगिहाल्छौँ नि के हो दाइ हो भन्दै 5 मिनेटमा भन्छ ल बेबी अघिको लागि क्षमा प्रार्थी छौँ अबको 10 मिनेटमा आइपुग्छौँ त्यहाँ तिम्रो बाउलाई भन्दियो म लगायत मेरा दुई जना साथीहरूले केही वास्ता गर्ने छैनन् र तिमीलाई त्यहाँ सिधै भगाउने हो अनि नयाँ जीवनको सुरुवात गर्ने हो ल फेरि गएको गाडी है प्लानमा सानो ट्विस्ट आयो सानो ट्विस्ट आयो हिजोसम्म त ठिक थियो त हिजो भर्खर सर्भिस गरेर लिएर आएको के हो यार आज पुगिन्न कि क्या हो केटी भएको न 1 घण्टा पछि है अब 1 आवर लेटर 2 घण्टा भइसक्यो तिम्रो मान्छे लगाएर उसका दुई जना साथी अझै पुगेन अबको 20 मिनेटमा आज आउला जस्तो छैन है बाजे बाटो मेरो रोजाइको ज्वाइँ लगाएर उसका परिवार आउँदै छन् बेबी हेर न गाडी बिग्रेर ड्राइभर दाइले भन्नुभएको 2 घण्टा लाग्छ रे म लगायत मेरा दुई जना साथी ड्राइभर दाइ खलासी भाइ अनि सबै जन्ती मिलेर हामी जंगलको बाटो छिछोल्दै आउँदै छौं अब ड्राइभर दाइले थाहा छ सर्टकट बाटो थाहा छ भन्नु ड्राइभर दाइ निकै जोसिया छ नै चुप त लगायत तेरो दुई जना साथी अरु को हुन् फर्किहाल हेर त मिल्छ भने अनि गाडी चढेको छ फोन राख मुस्कान तिमी रेडी भएर बस हैन म लगायत मेरा दुई जना साथीहरु चाहिँ तिमीलाई लिन आउँदै छ अनि तिम्रो बाउलाई भन्देऊ त हल्का टाइम लाग्न सक्छ खलासीको डेटिङ चाउमिन ससेस अनि दुईटा कफी गर्दै अनि के छ फ्याउरी बेबी प्लिज मैले भनेको मान न यो काम सब छोड्दिउ त कोसिस गर्दैछु अब छोड्ने गर्दैछु कामको खोजीमा मैले काकालाई भनेको छु काम खोज्नलाई कुन ठाउँमा बेबी बानेश्वर कोटेश्वरतिर खोज्ने भनेको छु काकालाई भाइ अर्डर भएन यहाँ गुरुजी रिसाउनु हुन्छ यार गाडी हिँड्छ भने अहिले गुरुजी साउ रिसाउँछन् भन्न खोजे सरी बेबी मलाई थाहा छ तिमीलाई कति प्रब्लम भइरह होला तिम्रो कति बेइज्जत भइरह होला अब म साच्चै भन्छु बेबी म यो सब काम छोड्दिन्छु तिम्रो कसम म यो सब काम छोड्दिन्छु स्याड मोमेन्ट ए भाइ कहाँ उभिरह भने यहाँ सिट छ त बस पुरै खाली छ यार पुरै खाली छ म त वेटर हो त कहाँ हुन्छ के अब केटी खलासी है बसमा चाहिँ कस्तो हुन्छ अब हेर सुन्नुस् न डिक्की त खुल्ला रहेछ मजै हुन्छ होला है सुन्न न यो सिट हल्का मिलाउनु पर्ने थियो यहाँ ओके मिलाउनु पर्ने थियो सर्भिसिङ गरेको सब ठीक छ नसिका अहिले फेरि तलाई चुबाएर बस त्यहाँ नो वरिज यस नो वरिज यो पेसामा लागेको कति भयो 6 महिना होला आज तपाईलाई देख्दा खै किन एकदम खुसी लागेछ लै जान्छु म तिमीलाई एकै वाह सपना देखिरहेछ के केटोले अरुको त भाग्य फुट्यो आफ्नो त क्याटो अरुको त भाग्य फुट्यो कस्तो मुलायम हात यो सपना देखिरहेछ कस्ता सपना आयो के दियो मारा बनी यसलाई व्यवस्था गरिहालौँ त के हो यसको पारा ठीक लागेन मलाई ओइ उठ अगाडि आइज छिटो नो वरिज आइहाल्छ नि नो वरिज जी तपाईको चोइसलाई चाहिँ जस मान्नै पर्छ के
अरू बेला गाडी चढ्यो भने त्यो मजा आउँथेन आज चाहिँ मजा आयो यार दाइ यार बहुत मजा आयो यार लास्ट च्वाङ लास्ट पट बब्बाल केटी खलासी के मा झार्नी मेरो छोरी हो सरी गुरुजी सरी एकदमै संस्कारी हजुरकी छोरी म एउटा नादन बालिकीबाट गल्ती भयो गुरुजी मृग नयनी आँखा सुन्दरी छोरी कसरी बयान गर्न सक्छु र गुरुजी माफ पाऊ साथ त गयो गुरुजी माफ पाऊ सरी गुरुजी ओइ बसिन कृपया हजुरले भाडा निकाली बक्सिन्छ निकाली बक्सिन्छ धन्यवाद हस् 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 धन्यवाद सुन्नुहोस् है सबैजना अब अगाडि हल्का खाल्टा खुल्टीबाट आउँदैछ कृपया ध्यान दिएर बस्नु होला है एकदम आनन्दसँग बस्नुहोस् केही टेन्सन भए हामीलाई सम्झिनु होला है ल हेर्नुहोस् न गाडी भने यस्तो पो हुनुपर्छ कस्तो संस्कारी चालक के सहचालक झन् कति संस्कारी है कति राम्रो हेर्नु त ल राम्रोसँग ध्यान दिएर गाडी चलाए म अहिले चाहिँ गएँ है त सुट्टी सुट्टी तैँले अघि भाडा दिए अघि होइन वाहको भाडा उठाउने तरिका त हेरे फेरि यो त खतरै भएन र हेरे सबले एक केकले खान्छ है कट्टा फेरि भाडा दिएन भने अन्त गुरुजी अनि यो गुरुमणि खतरै हो नि फेरि ल सबलाई क्यामेरा पठाउनु त भाइ कहाँ छोड्यो हुन्छ ल बास यही हुन्छ गाडी ठोक्यो ठोक्यो तनाम हुने नि यार अनि ल गयो ल है बसमा चाहिँ टुरिस्ट गाडी कस्तो हुने रहेछ हेरौँ है ब्रदर you only give 2000 okay Yes. 2000 okay क्या बोल्दैछु भाइ मैले यो बाटो 500 मा आएँ अर्को पालि बाटो नेपालीमा भाडा मागे है एक पिस मात्र हो भाइ मार्केटमा नि कसैले लगाएको देख्दैन ल भाइले भनेर मात्र बुकिङ गरेर राखिदिएको मैले बिल्कुल नयाँ पिस हो है स्टाइलिश हुनु पर्यो यस दाइ अरे स्टाइलिश त हुनु पर्यो नि ए भाइ फरक नै पर्दैन के भाइ तिमीले मलाई पछि पछि पनि सम्झिन्छ ल ल ग्यारेन्टी भयो ल एक पिस मात्र हो भाइ मार्केटमा नि कसैले लगाएको देख्दैन ल भाइलाई भनेर मात्र बुकिङ गरेर राखिदिएको मैले एक पिस भरे त मार्केट भरे यही छाप्या छ क्या टी सर्ट यो पालि दसैँमा म आइन है तिहार बुढो म प्रयास गर्ने छु टेन्सनै भयो नि तरिका यो गाइज फिनिस भिडियो चाहिँ बब्बाल दामी है